हामी झुसेडा टोल जाँदैछौँ झुसेडा टोली यो यता यसरी तान्नु पर्छ माथि पहाडमा चढ्दाखेरि हामी झुसेडा टोल जाँदैछौँ यता माथि 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 एमबाटै तल झुसेडा टोल आछौँ अब हामी आज अहिले झुसेडा टोल पुग्दैछौँ अब केही छिनमा पुग्छौँ झुसेडा टोल हाम्रा अब लाइभ नेट छैन त दाइ अब पुगिसकेछौँ हाम्रा झुसेडा टोल यहाँ माथि झुसेडा टोल पुग्दैछौँ केही छिनमा हामी यो पहाड हाम्रो छेरा टोल झुसेडा टोल यता यो पेटमा आउँदा घट्दैन ल सिलिम हुन्छ जस्तो लाग्छ पुर्खा खोज्दै आउँ हामी अब आज सगरमाथा यता झुसेडा टोल पुग्दैछौँ एकछिनमा हामी अब माथि माथि पुगिसकेका छौँ झुसेडा टोल पुगिसकेका छौँ अब केही छिनमा हामी यता हाम्रो झुसेडा टोल यता यो झुसेडा टोल पुग्यौँ अब हामी यही हो त काकी हाम्रो झुसेडा घर पुग्यौँ यता यहाँ बसेका छन् यता ए सुन्तलाहरू पनि फल्दैछन् अलिअलि यता यो आम पनि फुलेको छ अब केही दिनमा खान आउनु पर्ला यहाँ बसेका छन् सबै काकाहरू काकीहरू भाउजूहरू दाइहरू लट्ठी टेकेर हिँडे हुन् यो घर त्यही बेलाकै हो बाजाको टाइम यही हो हाम्रो झुसेडाको पुरानो घर बाजे बजेको पालामा पहिला एउटै छ घर यहीँनिरै हो तर यो घर होइन अहिले यही हो भन्नु पर्यो हाम्रो यही त होला हामी आएर अनि पहिला घर यहाँनिर थियो सानो बाजेको त्योभन्दा पछि ठुलो घर लगाएको बुवाले यहाँनिर
त्यहाँदेखि यसमा ठुलो घर थियो त्यो घर भत्ता मैले पर पार्ने फेरि कान्छाले यो घर बनायो अनि फेरि कान्छो पनि दिएको